नेपाल सरकारको नीति तथा कार्यक्रमहरूमा केन्द्रित आजको हाम्रो यो गहिरो विमर्शमा स्वागत छ। सरकारले फेरि पनि उही समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई नै अगाडि सारेको देखिन्छ, हैन? हो, त्यो लक्ष्य त निरन्तरै छ। अनि यसपालि चाहिँ विशेष गरी भ्रष्टाचार नियन्त्रण अनि रोजगारी सृजना र यो डिजिटल सेवा प्रवाह जस्ता कुराहरू प्राथमिकतामा परेका छन्। यी विषयहरू महत्त्वपूर्ण छन्, तर विगतमा जस्तै घोषणा र कार्यान्वयन बीचको त्यो खाडलको चर्चा पनि उत्तिकै छ, हेर्नुस् न। हो नि, त्यही त। ल आउनुस्, यसपटकका नीतिहरूमा केही नयाँपन छ कि या पुरानै निरन्तरता हो, अलि विस्तृतमा कुरा गरौँ न त। यो वर्ष केही निकै महत्वाकांक्षी नै सुनिने खालका नयाँ घोषणाहरू पनि आएका छन्। जस्तो सबैभन्दा बढी चर्चामा रहेको त युवाहरूलाई स्वदेशमै अवसर दिन आन्तरिक रोजगारी दशक। यो सुन्दा त एकदमै राम्रो लाग्छ, तर के लाग्छ, यसले विगतका ती अनेक रोजगारी कार्यक्रमभन्दा साँच्चै फरक परिणाम देला त? अब हेर्नुहोस्, घोषणा आफैमा त सकारात्मक नै मान्नुपर्छ। यसले युवा पलायनको जुन गम्भीर समस्या छ नि, त्यसलाई सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ। हो, उद्देश्यका राम्रो छ, तर यसको सफलता चाहिँ विगतका कार्यक्रमहरूको अनुभव कस्तो रह्यो, त्यसको समीक्षा अनि यसपटक कस्तो ठोस कार्यान्वयनको रणनीति अपनाइन्छ भन्नेमा नै भर पर्छ। जस्तै कि कुन कुन उद्योग वा क्षेत्रमा रोजगारी सृजना गर्ने हो त, निजी क्षेत्रसँगको साझेदारीको मोडल कस्तो हुन्छ, अनि त्यसका लागि चाहिने सिप विकास कसरी गर्ने, यस्तो स्पष्ट खाका भएन भने यो दशक पनि फेरि नारामा मात्र सीमित हुने जोखिम रहन्छ नि। हो, त्यो त हो। अनि रोजगारीसँगै अर्को कुरा, नयाँ पुस्तालाई उद्यमशील बनाउन स्टार्टअप व्यवसायलाई प्रवर्धन गर्ने नीति पनि आएको छ। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? स्टार्टअप प्रवर्धन आफैमा राम्रो कुरा हो। यसले नवप्रवर्तन अनि आर्थिक विविधीकरणलाई प्रोत्साहन गर्छ, त्यो सकारात्मक पक्ष हो। तर फेरि कुरो के आउँछ भने स्टार्टअप इकोसिस्टम बनाउनलाई घोषणा मात्रै त पर्याप्त हुँदैन नि, होइन र? सहज पुँजीको पहुँच चाहियो, दर्ता प्रक्रिया सरल हुनु पर्यो, व्यवसाय मैत्री वातावरण चाहियो, अनि विशेष गरी सुरुवाती चरणमा त असफलता पनि हुन्छन्, त्यसलाई स्वीकार गर्ने खालको संस्कृति पनि त आवश्यक पर्छ। सही हो। यी पक्षहरूमा नीति कतिको प्रष्ट छ त्यो हेर्नुपर्ने हुन्छ। ठिक हो। ऊर्जा क्षेत्रमा पनि अलिकति नयाँपन जस्तो नवीकरणीय ऊर्जामा जोड दिइएको छ। जस्तो सौर्य, वायु अनि हाइड्रोजन ऊर्जामा लगानी बढाएर ग्रामीण क्षेत्रसम्म बिजुली पुर्याउने लक्ष्य लिएको देखिन्छ। हो, ऊर्जा मिश्रणमा विविधीकरण गर्नु र ग्रामीण पहुँच बढाउनु दिगो विकासका लागि एकदमै आवश्यक कुरा हो, यसमा दुई मत छैन। तर फेरि यसमा पनि चुनौतीहरू छन्, जस्तो सौर्य र वायु जस्ता स्रोतहरूको उत्पादन त अस्थिर हुन्छ, त्यसलाई राष्ट्रिय ग्रिडमा कसरी मिलाउने, अनि हाइड्रोजन ऊर्जाको व्यावसायिक सम्भाव्यता कति छ, यसका लागि चाहिने ठूलो लगानी कसरी जुटाउने, यी प्रश्नहरूलाई पनि त बिर्सन मिलेन नि। हो, लक्ष्य त महत्वाकांक्षी भयो, तर प्राविधिक र वित्तीय पक्ष कति बलियो छ त्यो चाहिँ हेर्नै पर्ने भयो। हो, त्यो हेर्न बाँकी छ। अब स्वास्थ्य क्षेत्रतिर लागौँ न। यहाँ पनि नसर्ने रोगहरू जस्तो क्यान्सर, मुटु, मृगौला रोगको निशुल्क उपचार सेवालाई प्रदेश तहसम्म विस्तार गर्ने कुरा आएको छ। अनि आयुर्वेद विश्वविद्यालय स्थापनाको योजना पनि छ। स्वास्थ्य सेवाको विकेन्द्रीकरणले नागरिकको पहुँच बढाउन सक्छ, त्यो एकदम राम्रो पक्ष हो। तर प्रदेश तहमा यस्तो विशेष सेवा दिनका लागि आवश्यक पूर्वाधार कहाँ छ, दक्ष जनशक्ति पर्याप्त छ, स्रोत व्यवस्थापन कसरी हुन्छ, यी कुराहरू अहिले नै निकै चुनौतीपूर्ण छन्। घोषणा गर्न सजिलो, व्यवस्थापन गर्न गाह्रो। अनि निशुल्क सेवाको घोषणा त भयो, तर त्यसको गुणस्तर र निरन्तरता सुनिश्चित गर्नु झनै महत्त्वपूर्ण हुन्छ, नत्र त नाम मात्रको सेवा हुन्छ। हो नि। अनि आयुर्वेद विश्वविद्यालय नि? आयुर्वेद विश्वविद्यालयले हाम्रो परम्परागत ज्ञान संरक्षणमा त पक्कै सघाउँछ, तर यसको पाठ्यक्रम अनुसन्धानलाई आधुनिक चिकित्सा विज्ञानसँग कसरी जोड्ने, कसरी यसलाई प्रमाणमा आधारित बनाउने भन्ने कुरामा स्पष्टता हुनुपर्छ जस्तो लाग्छ मलाई। ठिक हो। शिक्षामा पनि कमाउँदै पढ्दै नीति र प्राविधिक शिक्षामा जोड दिएको देखिन्छ। अनि खाद्य सुरक्षाका लागि खाद्य बैंक स्थापना गर्ने सोच पनि यो अलि नयाँ सुनियो। कमाउँदै पढ्दै नीति, यो सुन्दा त राम्रो लाग्छ, होइन? खास गरी आर्थिक रूपमा अलि कमजोर विद्यार्थीहरूका लागि। हो, सैद्धान्तिक रूपमा त आकर्षक नै छ।
तर यसको व्यावहारिक कार्यान्वयन कसरी हुन्छ, जस्तो पढाइ र काम बीचको सन्तुलन कसरी मिलाउने, कामको प्रकृति कस्तो हुने, त्यसको न्यूनतम पारिश्रमिक के हुने, यी विषयहरू स्पष्ट हुनुपर्छ, नत्र यो पनि त्यस्तै होला भन्ने डर हुन्छ। अनि खाद्य ब्याङ्क नि त्यो कस्तो होला? स्थानीय तहमा रणनीतिक रूपमा खाद्यान्न भण्डारण गर्ने हो कि या वितरण केन्द्र खोल्ने हो, यसको सञ्चालनको मोडालिटी कस्तो हुन्छ, कसलाई लक्षित गर्ने हो, यसबारे अझै प्रष्टता आवश्यक देख्छु म। हो, अवधारणा राम्रो भए पनि कार्यान्वयनको खाका चाहिन्छ। तर यी सबै नयाँ नयाँ घोषणाहरूका बीचमा केही पुराना हरेक वर्ष दोहोरिने वाचाहरू पनि त छन् नि, जस्तै भ्रष्टाचार अन्त्य गर्ने कुरा, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने, सामाजिक सुरक्षाको दायरा बढाउने, कृषिमा अनुदान र बीमा, शिक्षा सुधार। यिनीहरू त हरेक वर्ष सुनिन्छन्। हो, सुनिन्छन्। हेर्नुहोस्, नीतिहरू आफैमा दोहोरिनु समस्या होइन, किनभने यी त आधारभूत र निरन्तरका विषय हुन् नि। तर जब वर्षौंदेखि एउटै वाचा दोहोरिरहन्छन् र जनताले त्यसको ठोस अनुभूति गर्न पाउँदैनन्, तब चाहिँ सरकारको विश्वसनीयता माथि नै प्रश्न उठ्छ क्या? हो, त्यो त एकदमै सही हो। विगतमा कार्यान्वयन किन हुन सकेन त? त्यसको गम्भीर समीक्षा खोइ त। अनि यसपटक ती कमजोरी हटाउन के फरक संयन्त्र बनाइएको छ या कस्तो प्रतिबद्धता छ? यी प्रश्नहरूको चित्तदुज्दो जवाफ नआएसम्म यस्ता वाचाहरूमा मतलब शङ्का त रहिरहन्छ नि। घोषणा र वास्तविक परिणाम बीचको जुन खाडल छ त्यो पुर्नु नै अहिलेको मुख्य चुनौती हो। त्यसो भए समग्रमा हेर्दा यी नीतिहरूले विभिन्न वर्गलाई के दिन्छन् त भनेर छोटकरीमा भन्नुपर्दा, युवाका लागि त त्यही रोजगारी दशक भयो, स्टार्टअप सहयोग भयो, अनि कमाउँदै पढ्दै कार्यक्रम, किसानका लागि मल, बिउ, अनुदान, बीमा, बजारीकरणमा सुधार, साथै त्यो खाद्य ब्याङ्कको अवधारणा पनि भयो। हो, त्यसैगरी स्वास्थ्य सेवालाई प्रदेश तहसम्म पुर्याउने कुरा भयो, अनि गर्भवती महिलाको हवाई उद्धारलाई अझ प्रभावकारी बनाउने भन्ने कुरा छ, महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम, ऋणमा सहुलियत दिने कुरा पनि छ। अनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि उहाँहरूका लागि पनि निशुल्क स्वास्थ्य सेवा र अलि सम्मानजनक जीवनयापनको व्यवस्था गर्ने भनिएको छ। शिक्षामा त आधारभूत तहसम्म सबैको पहुँच पुर्याउने र पाठ्यक्रमलाई वैज्ञानिक बनाउने लक्ष्य राखिएको छ। सुन्दा त सबै राम्रै छ। हो, यी सबै घोषणाहरू लक्षित वर्गसम्म साँच्चीकै पुग्न सके भने त सकारात्मक परिवर्तन देखिन सक्छ। तर फेरि पनि जोड दिनुपर्ने कुरा के हो भने मुख्य कुरा भनेको कार्यान्वयन र पहुँचको सुनिश्चितता नै हो। निश्चय पनि। समग्रमा हेर्दा नीति र कार्यक्रमका घोषणाहरू फेरि एकपटक महत्त्वकांक्षी र सकारात्मक नै लाग्छन्। तर विगतका अनुभवहरूले के देखाउँछ भने कागजमा जतिसुकै राम्रा देखिए पनि योजनाहरू जमिनमा नपुग्दै कमजोर बन्ने गरेका छन्। एकदम सही भन्नुभयो। नीति र व्यवहार बीच तालमेल नहुँदा जनतामा निराशा बढ्छ। घोषणा गरिएका कार्यक्रमहरूले साँच्चीकै केही परिणाम दिन सके भने मात्रै सरकारप्रति जनविश्वास बढ्छ। हो, यसका लागि त निरन्तर अनुगमन चाहियो, पारदर्शी मूल्याङ्कन हुनु पर्यो, अनि सबैभन्दा ठूलो कुरा राजनीतिक इच्छा शक्ति अनिवार्य छ। बिल्कुल। अब यी सबै महत्त्वकांक्षी योजना र वाचाहरूका बीचमा आगामी एक वर्षलाई हेर्दा कुन चाहिँ एउटा क्षेत्र होला जहाँ अलिकति ठोस र मापन गर्न सकिने प्रगति देखियो भने मात्रै हो यसपटक चाहिँ केही फरक हुँदैछ भनेर आम मानिसले विश्वास गर्न सक्लान्? यो प्रश्न चाहिँ साँच्चै विचारणीय छ। यो महत्त्वपूर्ण प्रश्न हो। सायद कार्यान्वयनको सुरुवात कसरी हुन्छ भन्नेमै धेरै कुरा निर्भर गर्छ होला।